हेलो गाइज हामी आइपुग्यो। सो हेलो गाइज हामी चाहिँ आज हडा भन्ने ठाउँमा जाँदैछु शारजाहमा। आज हामी सबैजनाको छुट्टी, त्यसै कारणले हामी तीनजना जान लाग्यो हो। फर द फर्स्ट टाइम जाँदैछु शारजाह। त पहिला पनि गएको तर त्यो हड्डा भन्ने ठाउँमा गएको थिएन। के कस्तो रहेछ घुमेर आउनु पऱ्यो भनेर ल उतै गएर देखाउँछु तपाईँहरूलाई कस्तो छ ठाउँ। पार गरिसक्यो माथि बाटो लगभग पार भयो। दुबईको पहाडमा जाँदैछौँ। दुबईको पहाड अहिले फाइनली आइपुग्यो हामी। टक्क हिल टप पार्क भन्दो रहेछ होइन। ल ल अब चाहिँ ट्याक्क घुम्न जाने। कहाँ माथि जाने हो? माथि र ल त्यतिर यो त्यो डाँडातिर पनि जानु पर्ला हामी यसो घुम्नलाई। पठानहरू घुमिरहेछ त्यहाँ। हामी निस्किन्छ माथि डाँडा पुगेपछि देखाउँछ। हाँ ठीक है बंधु अच्छा से जाओ। हाँ अभी जाएगा वापस। ओके जा रहे हैं। ल खै त हेरौँ। आमा लुक्स त के हो नि आमा अनमोल केसीलाई पनि फ्लप खाने खालको छ है। ल ल ल ल सम्धी आमा सम्धीलाई के ह्यान्डसम देखेको छ है। मान्छे त अनि ह्यान्डसमै हो नि। ल हेलो गाइज हामी आइपुगिसक्यो है। यो हिलटपको माथि छौँ हामी अहिले। केटाहरू यहाँ फोटो सुटिङहरू गर्दैछ है। अनि फोटो सुटिङहरू गर्दैछ। हामी माथि डाँडातिर चढिरहेको छु। यो हिलटप भन्ने ठाउँ हो है। तपाईँहरूले हेर्न सक्नुहुन्छ सरर मजाले है। ठिक छ हामी एकछिन फोटो सुटहरू गर्छौँ त्यसपछि फेरि तपाईँहरूलाई माथि गएर नजारा देखाउँछु। हामी चाहिँ यहाँ माथि जाँदैछौँ अब। केटाहरू हिँडिसक्यो। ल एकदम रमाइलो ठाउँ रहेछ। हावा पनि सरर है। त्यो चाहिँ हट्टा हिलटप भन्दो रहेछ। अनि हेर्नुहोस् यहाँको नजाराहरू सरर दामी है। त्यहाँ पठान भाइहरू पनि रमाइलो गर्दैछ। जाँदैछौँ यहाँ माथि अब। यसरी सिडी बनाइदिएको रहेछ है। त्यहाँदेखिबाट चाहिँ ल हामी चाहिँ डाँडाको बिचमा आइपुगेछौँ। हामी वकिङ पैदल यात्री हो। आज हामी पैदल यात्रा गर्दै हिँड्दैछौँ हामी। रमाइलो पनि भइरहेछ। बल्ल यहाँ एक ठाउँमा ग्रोसरी देखियो हामीले। त्यो ग्रोसरीमा छेउछाउ थिएछ। जाउँ न बाटो क्रस गर्ने हो। को कबाट किन्न आउँछ यहाँ चाहिँ? कबाट सबाट राखेको छ त। चिया पाउने ठाउँ त्यहाँ रहेछ होइन। सैलुङ नै रहेछ। कबाट सबाट पाउने ठाउँ पनि रहेछ। ल हामी यहाँ ग्रोसरी जाउँ। ओके थ्याङ्क यू। हो त्यस्तै किनेर दिनु नर्मल दिएन अहिले। अब पछि खाउँ नखोजेको भन न। यो किन बनाइस् भनेर भन्ला नि फेरि दुबई पुलिसले। राम्रो आउँदैछ है। छोटो काटकुट गर्दै बस्छ है। काटकुट गरेर च्याटकुट बनाएर ल केटा हामी चाहिँ आइपुग्यो है। टक्क हामी वकिङ गर्दै आएको। कहाँबाट सोल्टे? बाटो थिएन अनि हड्डा ड्याम भनेको चाहिँ उहाँ है। ठ्याक्क यहीँ कहाँ खोइ हो यहाँ है। यहाँ जाने हो हामी होइन। हामी हिँड्दैछौँ देखाउँछौँ हामीले अहिले त्यहाँ पुगेपछि तपाईँहरूलाई। ल यो ड्याम जानलाई चाहिँ फ्री बस पनि आउँदो रहेछ। अनि हामी चाहिँ बसमा चढिसकेका छौँ। टक्क अब जहाँ गइन्छ ड्याममा
त्यही बसको चाहिँ सुविधा छ है। यहाँबाट ड्याममा आउन चाहनुहुनेहरूको लागि सल्लाह आउन सक्नुहुन्छ तपाईँहरू है। डेन्जर उकालो रहेछ अनि डेन्जर उकालो रहेछ। पार्क चाहिँ त्यहाँ रहेछ क्या, त्यहाँबाट त पानीमै बोकिरहेको रहेछ त। ऊ त्यो यहाँबाटकै सोल्टी हेर न, यहाँबाट त पानी बोकिरहेको रहेछ है। ऊ त्यहाँ ओए यो बोट जान्छ नि, यो हो नि त पार्क। बोट टिकट स्विमिङ खेल्ने ठाउँ त छैन। ए यहाँबाट जानुपर्छ तल। एकछिन हेरौँ न। ल एकदम दामी ठाउँ रहेछ। वहाँ जाने बाटो चाहिँ त्यहाँ रहेछ। यहाँबाट यो बाटो हुँदै जाँदैछ है। टिकट काउन्टर चाहिँ यहाँ रहेछ है। टिकट लिइसकेको छ हामी तिनजनाले। अब जान्छौँ, जाउँ न। तिनजना चाहिँ अब वाटर पार्कमा मस्त खेलिन्छ है त। अनलिमिटेड चाहिँ छैन रहेछ, एक घन्टाको पाइ हामीले। ल यहाँ कस्तो मजाको क्राउड छ है अनमोल। फिलै भएन हो, यहाँ वार चलिरहेको फिलै भएन नि त नि। के सेल्फी बनाउनु फोटो अहिले आएर हान्नु कि यहाँ बसेर हान्नु मिल्दैन रहेछ। हामी चाहिँ सिटमा थालिसक्यो अब वाटर पार्कमा। ल हामी चाहिँ रेडी भइसक्यो। आना आना केटाहरू राम्रोसँग। ब्याग यहाँ देऊ न सोल्टी, यहाँ तल राखौँ ब्याग। ठोक्यो ठोक्यो के। हेलो। ल हामी चाहिँ पुरा अगाडि पनि कन्ट्रोल पनि हेर्नु पऱ्यो नि त ड्राइभर। ओ उल्टो गयो, यता जाउँ न, यता 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 होइन कि यता यता। ए बा उल्टो भयो क्या, सकेन हो ड्राइभर। पछाडि हेर ब्याकग्राउन्ड मस्त छ। ठोक्किने भनेको कि ठोक्किँदैन। कसरी राइट लेफ्ट लानु ल। तिमीलाई के भन्दै थियो यहाँ सिधा? अब हामीलाई सिकाउँछ धेरै। सिधा मात्रै थाहा छ कि सिधा हानेको लेख्छ। हामीले ठोकिन्छ नि त। कहाँ ठोकिन्छ? ठोक्यो भने म यो त खत्तम हो नि त फेरि। हो र केटा हो गाडी हो। वहाँ जानु पाउँदो रहेछ। रोक्ने भनेर त्यहाँ यसो हल्का साइड नमारी बस्ने। त्यो चाहिँ लाइफ बोट हो है। यहाँ घटना घटिहाल्यो भने, पानीमा डुबिहाल्यो भने मान्छे उयो गर्छ रेस्क्यु गर्नको लागि। यहाँबाट चाहिँ हावा यताबाट आयो कि त्यो हावा योबाट क्या।
पानी धेरै नै आयो त यार पानी किन अघि त्यति थाहा आएको थिएन त पानी ठोकलाई अगाडि पनि हेर केटा ल अब हाम्रो पनि टाइम लिमिट सकिन लाग्यो त्यही 2-3 घन्टाको थियो अब चट्ट हामी 2-3 घन्टा बोटिङ गरेर ऱ्याफ्टिङ गरेर चाहिँ हामी निस्किन लागिरहेको छौँ यता पनि मान्छेहरू तपाईँहरू देख्न सक्नुहुन्छ टन्नै छ है सबै मान्छे छ है तर यो हाम्रो प्याडलवाला नै हुँदो रहेछ अनि मोटरवाला पनि हुँदो रहेछ है हामीले चाहिँ प्याडलवाला लिएको एकदम राम्रो 3जनाको लागि एकदम सुटेबल रहेछ यो अब हामी एकछिनमा निस्किन्छौँ अब हामीसँग जम्मा 20 मिनट मात्रै बाँकी छ निस्किन्छौँ अब हामी एकदमै सुन्दर एकदमै दामी लेक रहेछ एकदम राम्रो रहेछ 2 घन्टा 3 घन्टा लाएर हामी आइपुग्यो लास्टमा आउँदाखेरि चाहिँ यो 2-3 घन्टाको थकाइ चाहिँ एकदम शान्त भयो यो लेक देखेर एकदम रिलिफ भयो है एकदम रमाइलो छ अब निस्किन्छौँ हामी यहाँबाट यो चाहिँ ठ्याक्कै कहाँ भन्दाखेरि फुजेराको साइडमा ओमानको बोर्डर छेउमा पर्दो रहेछ हेर्न सक्नुहुन्छ तपाईँहरूले यो माथि पुरा डाँडाहरू यत्रो चट्टानको बिचमा यस्तो लेक छ है यसरी यहाँ चाहिँ पर्यटन क्षेत्र बनाएको रहेछ है टुरिस्ट एरिया यति धेरै मान्छे छ नि यहाँ अब वार चलिरहेको है त्यो फिलै भएन क्या यहाँ आइपुग्दाखेरि चाहिँ मलाई डर लागिरहेको थियो कि मान्छे छैन होला है एकजना मान्छे पनि मान्छे छैन होला यहाँको थियो तर यहाँ त आउँदाखेरि अर्कै पो रहेछ छुट्टै रहेछ सबै मान्छे चाहिँ घुम्नको लागि आएको छ है एकदम रमाइलो ठाउँ एकचोटि घुम्नै पर्ने हेर्नै पर्ने ठाउँ रहेछ यो चाहिँ एकदम रमाइलो फिल भइरहेछ होइन केटा हो होइन ल ओके हामी अब निस्किन्छौँ एकछिनमा हामी चाहिँ पार्क गर्दैछौँ छिराइसक्यो हामीले केटाहरूले टाइम फिनिस लाइफ ज्याकेट यहीँनिर खोल्नु नमिल्दो रहेछ उता गएर खोल्ने रहेछ लाइफ ज्याकेट चाहिँ अब ठिक छ हामी उतै गएर खोल्छौँ अनि निस्किन्छौँ यहाँबाट एकदमै रमाइलो भयो